धन्यवाद नोगेन सेवारो मागेर निवाफुमा महाबाङ्गे सेवारो आज मिति 2083 साल वैशाख 26 गतेको दिनमा हामी यस लक्ष्य सेवा महागुरु फल्गुनन्दाले हामीले सर्वोच्च हाम्रो ठक्टाङमा हाम्रो देवस्थल मङ्गस्थल राखिदिनु भएको छ र देवस्थल मङ्गस्थलमा चाहिँ माथि सेवा गर्न जानुभन्दा अगाडि हामी लक्ष्य सेवा पहिले गर्नुपर्ने भएकोले गर्दा आज यस भन्ने यस थलोमा हामी लक्ष्य सेवाको सेवा 1994 साल श्रावण महिना 13 गते बिहिबारको दिनमा 16औं राष्ट्र महागुरु फल्गुनन्दाज्यूले तपाईहरुलाई यो तामाङ भनेर जस्तै सबैको सुख पितृहरूको पितृ मुक्ति एउटा जुन लक्ष्य सेवा भनेको मुक्तिको लक्ष्य सेवा हाम्रो पितृहरू मुक्ति होस् भनेर र हामी 27-28 गतेको दिनमा चाहिँ हामी कार्य हाम्रो सिद्धि सेवा भनेर हामीले सेवा जम्मा तीन किसिमको सेवा लिएर हामी यस तीर्थयात्रामा उपस्थित भएका छौँ। यस उपस्थित सम्पूर्ण उत्तरदेखि पाल्नु भएको हाम्रो मेरो सहयात्री र मान्य मेरा सेवा सभा गुरुजीहरू र सहयात्री र मेरो मान्य गुरुमाताज्यूहरूले यो सेवा पाठहरू मैले आजको लक्ष्य सेवाको चाहिँ मैले यहाँ टिप्पणी गरेको छु। सर्वप्रथम युमा माग्नारा सीमा सेवा युमा इल्लेको सेवा फेवा इल्लेको सेवा फुवालुङ थाकु हिम सम्बाङलेको सेवा नावा माग्ना प्रोगमा सेवा लादेदङमा सेवा तेमाङ्नारा सेवा हाङसाम फेवा हाङसाम युमा मामाङले सेवा हामी लगभग 12-13 हाम्रो मुन्दमाहरू वाचन गरेर हाम्रो लक्ष्य सेवालाई आजको दिन समाप्त गर्न चाहन्छौँ र लक्ष्य सेवा महागुरु फल्गुनन्दाले तान्दी सेवा जो लुङलुङ ढोंगे थो युखुङ बिनियाङ वा हेन सेवा जो लुङलुङ ढोंगे यो केरेन ने ang तामाङ मामाङले सेवा युखुङ बिनियाङ वा हेन सेवा जो लुङे यो ini केरेन ने ang केरेकले सुम्बुगन हुआ थoi के लावा हा सुसेम ने सुखेम ने ang हुआ लावा हा खसोदिङ गुरिया सेवा तबन्दै म भनेर महागुरुले भनेको छ। त्यो अनुसार आज हामी लक्ष्य सेवामा सर्वप्रथम हामीले यहाँ सुरु गरिराखेका छौँ र यस लक्ष्य सेवालाई आज पूजा सुरु गरिदिनुको लागि पनि म हाम्रो प्रमुखमा हाम्रो विनोद बान्तवाज्यूले नै यो आजको सेवालाई नावाज ईददेखि लिएर सङ्कल्पसम्म र यो 8 दिशाको यो जुन 8 दिशाको सेवाहरू र तामाङ मामाङको धरती पृथ्वी माता र आकाश
इन्द्र भगवान हाम्रो आकाशगङ्गाको सेवा वाचन गराउँदै र फेरि ठुलो चरुमा चरुमा सङ्कल्प गरेर माङ्जादेखि लिएर वाचन गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गराउँदै र अन्य हाम्रो सेवा सावा गुरुजीहरू गुरुमाताहरूलाई चाहिँ मैले अघि भनेको यो जुन सेवाहरू आफ्नो आफ्नोमा तपाईँहरूले बाँडेर यो मुन्दुम वाचन गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दै यो माइक्रोफोन हाम्रो प्रमुख सेवा सावा हाम्रो विनोद बान्तवाराले म यो माइक्रोफोन दिन चाहन्छु। धन्यवाद। मङ्सेवारो मङ्सेवारो।